सो फ्याम वेलकम ब्याक टु माई च्यानल एन्ड अनदर भिडियो इट्स मी रसल भ्लग। सो आज सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु। सो जस्ट हामी चाहिँ चितवन जान लाग्यो, हामी काका र म छौँ चितवन जान लाग्यो। अनि यहाँ चाहिँ यस्तो चिसो छ कि लाइफ पुरै नगरौँ। हामी माथितिर हाम्रो माथितिर चाहिँ एकदम बिहानै ओछ्यानमै घाम लाग्छ, तर यहाँ चाहिँ हेर्नुहोस् पुरै हुस्सु छ। यस्तो हुस्सु लगाएर हामी यहाँ गाडी कुर्दैछौँ। टक्क लगाएर अब हामी गाडी यहाँ कति 10 मिनट भयो हामी पुगेको माथिबाट आएर। धेरै भयो होला, 15 मिनट जति भयो। 15 मिनट भइसक्यो गाडी आएको छैन, अब आउँछ अरे। हामी गल्छी पुगेर गल्छीमा भेट्छौँ है त ल। हामी चाहिँ अहिले चितवनमा छौँ। चितवनको टाढीमा के कस्तो कस्तो सेम टु सेम त्यस्तो गीतहरू छ, दर्शन हुन्छ। यहाँ यसको भ्यू चाहिँ अहिले यस्तो छ होइन। टक्क लगाएर हामी दिदीको घरमा यहाँ यस्तो छ, दिदीको घर यहाँ टक्क छौँ। बुनु के छ? लडाइदिउँ? किन? आची लडाउनु हुँदैन नि त नि बुनु। ल अब चाहिँ हामी घुम्न जान लाग्यो, जाउँ घुम्न जाउँ। त्यसो हामी गएको है त ल। अब चाहिँ हामी निस्किसकेका छौँ। सो गाइस हामी चाहिँ अब यहाँ यतातिर निस्किसकेका छौँ। उता परबाट चाहिँ हामी यतातिर घुम्न निस्क्यौँ। हामी बियर फ्याक्ट्रीसम्म पुग्ने है। बियर फ्याक्ट्रीसम्म पुगेर अनि फर्किन्छौँ। टक्क लगाएर अब अगाडि भ्यूहरू देख्न सक्नुहुन्छ यस्तो छ। अन्त परसम्मको भ्यू यस्तोहरू छ पुरै। यहाँ तराई हो नि त यो, अनि हुने समयसक्यो पुरै। ल अब टक्क लगाएर पर्वततिर गएर भेट्छौँ है। गाइस हामी चाहिँ बियर फ्याक्ट्रीतिर आइसकेको छौँ। अनि देख्न सक्नुहुन्छ बियर फ्याक्ट्री चाहिँ त्यो त्यता हो। अनि यहाँ चाहिँ तोरी चाहिँहरू चाहिँ एकदमै बेसी फल्दा रहेछ भनौँ कि रोपेर त हुन त पहिला सुरु रोपेर फल्ने हो होइन। अनि त्यही नै हो, हामी छर्ने हो। जे भयो नि कुरो एउटै हो, बुझे भइगयो भने जस्तै हो। भित्र छिर्न चाहिँ मनाइ छ। हेर्नु नि यो के हो के यार, फल्न चाहिँ फलाएर रहेछ के हो यो। हेर्नु सक्नुहुन्छ यो के हो। हामीलाई यो थाहा भएन के हो। हामीसँग यहाँ अब यहाँको कोही पनि साथी छैन, त्यही भएर हामी दुईजना मात्रै गफर चाहिँ हिँडिरहेको छौँ। अब केही थाहा थाहा भए पनि नभए पनि हामी यहाँ चाहिँ यहाँ टक्क लगाएर हिँडिरहेको छौँ दुईजना। सो गाइस हामी चाहिँ यहाँ बाटोमा आउँदै थियौँ। अनि यहाँ टक्क लगाएर अङ्कलको चाहिँ यहाँ ओसो फुस्किएर छ। अनि यतातिर चाहिँ मैले के उ गरेँ भन्दाखेरि लौरो चाहिँ एकदमै पातलो क्या, पुरै यसो छुने बित्तिकै पनि भाँचिने टाइपको हुँदो रहेछ क्या। चितवनमा यो कुरा चाहिँ मलाई अहिलेसम्म थाहा थिएन। तपाईँले जेसुकै सोच्नु, मलाई यो कुरा चाहिँ थाहा थिएन। अन्त यहाँ पुरै यस्तो लौरोहरू छ क्या, पुरै यस्तो लौरोहरू यो सब भाँचिने टाइपको हो है। पुरै डल्याक लुलुक हुने टाइपको रहेछ क्या। त्यही नै हो। अब हामी चाहिँ टक्क लगाएर निस्किन्छौँ घर छ है त। सुलाई भेटिसक्यो। ऊ चाहिँ कहाँ गएर आएर तिमी? ट्युसन गएर आएछ। अनि उसले चाहिँ अब स्टिक लिएर समाउँछ, भ्लग गरेको ल है। है राम्रोसँग समाउनु पर्छ ल त्यही नै हो। अब हामी साइकलमा राइड हान्न जाँदैछौँ लाएर। राइड हान्दै यता अलिक हो ल है। अब हामी टक्क लगाएर मिलाएर जान्छौँ घुमघाम गर्न। त्यसमा गाह्रो छ सब्जीहरू। त्यही पनि हाम्रो मतलब छैन। त्यही पनि हामीलाई के छैन अरे, क्यामेरा झार्नु भएन है। परतिर घुमेर आउँछ, क्यामेरा चाहिँ झार्नु हुँदैन। किनभने क्यामेरा झार्यो भने मेरो 2 लाख भिड्छ। 2 लाखको क्यामेरा फेरि एकैछिनमा गयो भने त काम लाग्दैन नि त। त्यही भएर हामी लाएर अब जान्छौँ घुमघाम। चलपल हान्नु पर्छ गाउँतिर, गाउँ समाजतिर चलपल हान्नु पर्छ। अब
टक्क लगाएर भ्लग गर्दै हिँडिरहेको छु ल सबले हेर्दो रहेछ यार तर भ्लग गरेपछि त कस्तो लाजै लाग्दो रहेछ यार सबले हेर्दो रहेछ लाजै लाग्ने ल अब चाहिँ हामी उता पर्दै निस्किन्छौँ है त